मिर्ग खै बा कता गयो मिर्ग यो बुट्टा रहेछन् के छ बा मिर्ग कस्तो रहेछन् राम्रो रहेछन् बा के छ आमा मन पर्यो मिर्ग फुल्छ त खै के छ र बा यहाँ यस्तो कडा यहाँ रहेछ गाँजा कडा कडा खालका तर खोलिएन खुल्नु जान्ने बिर्गु बट्टा बिर्गु खोल्न के गाह्रो छ र खोल्दैन क्या अर्को नसकिकन बा हो कि बा टाइमर लगाएको हुन्छ बालाई त्यो अगाडि पुरा छ पानी खान पाएन भने जस्तो बाले उता उनी पछाडि ओए खोल्नु हो बाले आउनु त लुगाउनु पऱ्यो खोल्नु हो बाले आमा बुवा दादा माधव धाममा आउनुभएको छ All of a sudden, the wish miraculously comes back to life. Turns out, he was only acting. विदेशमा कृष्णको लीला इङ्ग्लिस कस्तो लाग्यो त बा आरती यहाँको इङ्ग्लिस आरती मन पर्यो बा इङ्ग्लिस आरती मन पर्यो आमा हजुरले इङ्ग्लिस आरती हो ल यहाँ म हेरेन आमा पोथीलाई खुसी पार्नु हो क्या खिचाउने सुन्छ नछौ है नछौ अहिले यिनीहरू एकदम एग्रेसिभ भएर आउँछन् ठुम्न पुरै आँखा निकालेर खान्छ अरे भने सुनेको थिएँ कल त्यो एकदम त्यो रङ्गी बिरङ्गी भएको चाहिँ हाल्यो दि 5 दिन न एउटा फ्रिज दिनुहुन्छ हजुरले दिनु न हजुरले कस्तो छडेको परेर हेर्दै टिक गर्ने ल एउटा खुट्टा हानिदिउँ न त होइन वेलकम आहा कस्तो राम्रो देखेको ओ माई गड के छ ब्रो साफ दुध आहा कस्तो राम्रो देखेको भाइ ओ माई गड फाइनली हामी राधामाधव धाम मन्दिरबाट निस्किँदैछौँ उतापट्टिको साइडमा उहाँ एउटा कस्तो के कुण्ड के दह भन्ने छ बा उहाँ पछाडिपट्टि जब अब बास्केटबल हान्दैन के छ आमा फोटो खिचिसके आमा फेरि भिडियो खिच्न लाग्छ त आमाको फेरि खतरा हुन्छ नि इन्टरभ्यू नै ल्यासरी गरिदिनु होइन बा ल त्यतातिर छ भाइको त्यो के अरे त्यो एउटा मैला ल्याइदियो फर्काउनुलाई है यो चाहिँ यो ठाउँको नाम राधामाधव धाम हिरो राइट लड्नुभयो
मजाले सफा गरेकै छैन आमा त्यही भएर यो कहाँनिर कसले के गाएर चाहिँ कहाँ छ रिसको ए त्यो खोलाको बिच्चाको जस्तो छ यस्तो रमाइलो ठाउँहरू छ घाम तापेका अमेरिकामा आएर यमुना नदीको कता छ यमुना नदी दर्शन गर्नुभयो ल बा कस्तो अनुभव हुँदैछ त्यो यमुना नदीको दर्शन गरेर आउँदाखेरि ल आमा आमा छोरा आउनु न त नि यमुना नदी हजुर सुन्नु न ए ल ल रोग व्याध निको होस्